नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। साथीहरु, आज म केक कोरको बारेमा एकदमै इम्पोर्टेन्ट अपडेट तपाईहरुसँग शेयर गर्न जाँदै छु। साथीहरु, केक कोरमा अपडेट आएको छ अहिले नयाँ। त्यो नयाँ अपडेट के हो म तपाईहरुसँग शेयर गर्न जाँदै छु। साथीहरु, भिडियोलाई स्किप नगरिकन तपाईहरु हेर्नु होला। र साथीहरु, भिडियोलाई स्टार्ट गर्नुभन्दा पहिले तपाईहरुसँग एउटा अनुरोध गर्न चाहन्छु। मेरो YouTube च्यानलमा तपाईहरु यदि नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानललाई तपाईहरु सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई लाइक गरिदिनु होला। साथीहरु, केक कोर कोइनको ब्लकचेनमा यो बनाएको चाहिँ छ र यो चाहिँ 2-3 महिना पहिलेदेखि माइनिङ चलिरहेको छ र मैले यसको लिंक शेयर गर्न सकेको थिएन। मैले त्यो बेला मलाई फुर्सद नभएर मैले तपाईहरुसँग यो शेयर गरेको थिएन। यदि यसमा माइनिङ गर्नु भएको छैन भने माइनिङ सुरु गर्नु होला। जोइन गर्नु भएको छैन भने तपाईहरु केक कोरलाई जोइन गर्न सक्नुहुन्छ। मैले भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु। केक कोर यो अहिले यसको स्पिड 5 गुना बढाइएको छ। साथीहरु, यहाँ तल हेर्न सक्नुहुन्छ, यहाँ 5 गुना, किनकि यो अब छिटै नै यसको माइनिङ बन्द हुँदैछ र यसको माइनिङ बन्द हुने भएको हुनाले लन्च गर्ने क्रममा रहेको छ। त्यही कारणले यसको माइनिङ स्पिड बढाइएको छ। सो त्यसैले तपाईहरु यसलाई मिस नगर्नु होला। तपाईहरु यदि माइनिङ गर्दै हुनुहुन्छ भने तपाईहरु यसमा प्लिज तपाईहरु माइनिङ चाहिँ एकदम कन्टिन्यू राम्रोसँग ध्यान दिएर गर्नु होला, किनकि अहिले 5 गुना स्पिड दिँदैछ। यो 85 वटा माइनिङ चल्दै थियो 24 घण्टामा, तर अहिले यहाँ हेर्न सक्नुहुन्छ 12 घण्टामा मेरो यहाँ 200 वटा यहाँ कोइन माइनिङ भएको छ। सो तपाईहरु पनि यसमा मिस नगर्नु होला है त। एप्सबाट तपाईहरु माइनिङ गर्दै हुनुहुन्छ भने तपाईहरुको सायद नखुल्न सक्छ यसको एप्स, किनकि अब अपडेटिङमा गएको छ। यसको केही अब अपडेटहरु गरिराखेको छ र तपाईहरु यसको लिंकबाट चाहिँ माइनिङ गर्नु होला। त्यहाँबाट लगइन गरेर माइनिङ गर्न सक्नुहुन्छ र यहाँ 3 लाइनमा गएर तपाईहरु यदि अहिलेसम्म तपाईहरु यसमा केवाइसी गर्नु भएको छैन भने तपाईहरु 3 लाइनमा जानु होला र यहाँ जुन तल एकाउन्टको सेक्सन छ यहाँ एकाउन्टमा टच गर्नु होला र एकाउन्टमा टच गरेपछि तपाईहरुले त्यहाँबाट चाहिँ केवाइसी गर्नु होला। साथीहरु, यहाँ मेरो तल हेर्न सक्नुहुन्छ तपाईहरुले आईडी भेरिफिकेसन लेखेको छ। यहाँ तल चाहिँ नागरिकताको आफ्नो अथवा पासपोर्टको फ्रन्ट र ब्याक साइड हाल्नुपर्ने हुन्छ र तल चाहिँ एउटा आफ्नो नागरिकता लिएर हातमा केक कोर लेखेर एउटा सादा पेपरमा यसमा देखाएको नै छ के कसरी गर्ने। त्यही अनुसार तपाईहरुले हेरेर गर्नु होला र 500 KB भन्दा तल तपाईहरुले हाल्नुपर्ने हुन्छ आफ्नो साइज फोटोको। त्यो अनुसार तपाईहरुले गर्नु होला। यसमा 1 घण्टा भित्रै आईडी भेरिफिकेसन हुन्छ। तपाईहरु चाहिँ मिस नगर्नुस्, एकदम राम्रो अपर्च्युनिटी छ साथीहरु। अब छिटै नै यसको माइनिङ पनि बन्द हुँदैछ र तपाईहरुले यसमा 4-5 हजार मज्जाले माइनिङ गर्न सक्नुहुन्छ। अझ धेरै दिन बाँकी छैन। अब अगस्तमा यसको लन्चिङ भन्दैछ। त्यही कारणले म तपाईहरुलाई यो शेयर गर्दै छु आज। यसमा माइनिङ गर्नु होला। सेलिया, सतोसी र अभाइभको मैले माइनिङ गर्नको लागि डिस्क्रिप्सनमा आफ्नो लिंकहरु मैले राखिदिएको छु। तपाईहरु त्यहाँबाट जोइन गरेर माइनिङ गर्न सक्नुहुन्छ। साथीहरु, तपाईहरु यो मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने म यस्तै फ्रीमा अर्निङ दिने खालको भिडियोहरु म आगामी दिनमा पनि ल्याइराख्ने छु। भिडियोमा केही छुटेको भए कमेन्ट गर्नु होला, नेक्स्ट भिडियोमा थप्ने छु र केही गल्ती भएको भए माफ गर्नु होला। थ्यांक्स फर वाचिङ।